डु, डज, डिड। गर्नु, गर्छ, गर्यो। आजको यस भिडियोमा हामीले यिनीहरूकै बारेमा छलफल गर्नेछौँ। डु, डज र डिडको कसरी, कहाँ र कोसँग अनि कस्तो अवस्थामा प्रयोग गर्ने, यी सबैको जवाब तपाईँले यही भिडियोमा पाउनुहुनेछ। यसको लागि तपाईँले अन्तिमसम्म यो भिडियोलाई नछुटाएर हेर्नुपर्ने हुन्छ। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने एक लाइक अनि कमेन्ट भने जरुर गर्नुहोला। तपाईँको एक कमेन्ट अनि एक लाइकले मलाई यस्तै अरू नयाँ भिडियोहरू बनाउनको लागि एकदमै प्रेरित गर्नेछ। अनि तपाईँ नयाँ हुनुहुन्छ, तपाईँले मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्टसँगै सब्सक्राइब पनि गरिदिनुहोला है त। अब लागौँ भिडियो लेसनतिर। डु एउटा मेन भर्ब हो अनि यसलाई चाहिँ हामीले हेल्पिङ भर्बको रूपमा पनि प्रयोग गर्ने गर्छौँ। डुको ठ्याक्कै नेपाली अर्थ गर्नु हुन्छ अनि डजको गर्छ भन्ने हुन्छ अनि डिडको चाहिँ गर्यो भन्ने हुन्छ यसको नेपाली अर्थ है। डु चाहिँ V1 हो अनि डज V5 हो, त्यसपछि डिड चाहिँ V2 हो। डिडले पास्टको समयलाई बताउँछ। अब हेरौँ सामान्यतया डु, डज र डिडको युज कहाँ कहाँ गरिन्छ त। कुनै पनि काम गर्न वा सिम्पल प्रेजेन्ट टेन्स, सिम्पल पास्ट टेन्समा चाहिँ डु, डजको र डिडको युज गरिन्छ। अनि अर्को चाहिँ कुनै पनि काम नगर्नको लागि अथवा नेगेटिभ सेन्टेन्समा पनि डु, डज र डिडको युज गरिन्छ। अनि अर्को कसैलाई प्रश्न गर्नको लागि, क्वेसन सोध्नको लागि पनि डु, डज र डिडको युज गर्ने गरिन्छ। कुनै पनि काम गर्नको लागि अथवा सिम्पल प्रेजेन्ट टेन्स र सिम्पल पास्ट टेन्समा डु, डज र डिडको युज गरिन्छ। यहाँ चाहिँ डु, डज र डिडलाई चाहिँ हामीले मेन भर्बको रूपमा प्रयोग गर्ने गर्छौँ। जस्तै कि आई डु, म गर्छु, अनि हामी गर्छौँ, वी डु, तिमी गर्छौ, यु डु, तिनीहरूले गर्छन्, दे डु, ऊ गर्छ, ही डज, अनि उनी गर्छिन्, सी डज। अनि मैले गरेँ भन्नलाई के भन्ने त, गरेँ भन्ने सेन्टेन्स आउने बित्तिकै हामीले सम्झिनुपर्छ कि यो सेन्टेन्स पास्टको हो भनेर। अनि पास्टको लागि के लाउने भनेका छौँ, डिड। डिड चाहिँ के हो त, पास्टको V2 हो नि त। V2 चाहिँ पास्टकै हुन्छ क्या सधैँभरि है, त्यसैले डिड लगाउनु पर्यो। अनि सेन्टेन्स आई डिड, हामीले गऱ्यौँ, पहिला गऱ्यौँ नि त, पहिला पास्टमा गऱ्यौँ भन्नलाई वी डिड। अनि तिमीले गर्यौ, हिजो अथवा हिजोदेखि अगाडि तिमीले गर्यौ भन्नलाई यु डिड। अनि तिनीहरूले गरे, दे डिड। उसले गर्यो, ही डिड। उनीले चाहिँ गरिन्, सी डिड। अब यहाँनिर हेर्नु त, डु, डज, डिडको युज चाहिँ कोसँग गर्ने त। डु र डजको युज सिम्पल प्रेजेन्ट टेन्समा गरिन्छ। अनि आई, वी, यु, दे र दुई वा दुईभन्दा बढी नामहरूसँग डु लगाउने, त्यसपछि ही, सी, इट र एउटा नामसँग के लगाउने त, डज लगाउने। अनि पास्टमा चाहिँ सिम्पल पास्ट टेन्समा चाहिँ डिडको प्रयोग गरिन्छ। अनि डिडको प्रयोग चाहिँ सबै आई, वी, यु, दे, ही, सी, इट सबै जुनसुकै एउटा नाम आए पनि, दुईवटा नाम आए पनि, अनि सिङ्गुलर प्लुरल सबै सब्जेक्टहरूमा चाहिँ हामीले डिड लगाउने। बुझ्नुभयो नि अहिलेसम्म त? ल, बुझ्नुभएको छ भने अब अगाडि बढौँ। कुनै पनि काम गर्न अथवा सिम्पल प्रेजेन्ट टेन्स र सिम्पल पास्ट टेन्सका सेन्टेन्सहरूमा डु, डज र डिडको युज कसरी गर्ने त हेरौँ है त। तिमी गृह कार्य गर्छौ अनि तिमीले गृह कार्य गर्यौ। सिम्पल प्रेजेन्ट टेन्सको तिमीले गृह कार्य गर्छौ भयो, अनि सिम्पल पास्ट टेन्सको तिमीले गृह कार्य गर्यौ। अनि यसलाई कसरी डु लाएर कसरी बनाउनु त सेन्टेन्स, सुरुमा सब्जेक्ट लगाउने, त्यसपछि मेन भर्ब लगाउने, अनि त्यसपछि होमवर्क लगाउने। यो सेन्टेन्सको लागि मेन भर्ब कुन हो त, डु। अनि सेन्टेन्स हुन्छ यु डु होमवर्क, यु डु होमवर्क। अनि पास्टको सेन्टेन्स तिमीले गृह कार्य गर्यौ कसरी भन्ने त, यु डिड होमवर्क, यु डिड होमवर्क। हामीले डुको ठाउँमा डिड किन लगायौँ त, किनकि यो सेन्टेन्स पास्टको हो अनि डिडले पनि पास्टको समयलाई बताउने गर्छ। अर्को सेन्टेन्स म राम्रो गर्छु अनि मैले राम्रो गरेँ। मैले अहिलेको समयमा प्रेजेन्टको समयमा राम्रो गर्छु अनि मैले पास्ट हिजो राम्रो गरेँ भन्नलाई कसरी भन्ने त, म राम्रो गर्छुलाई अङ्ग्रेजीमा सब्जेक्ट आई भयो, हाम्रो भर्ब चाहिँ डु हुने भइहाल्यो, अनि राम्रोलाई के भन्ने त अङ्ग्रेजीमा गुड। अनि सेन्टेन्स आई डु गुड, आई डु गुड। अनि मैले राम्रो गरेलाई कसरी भन्ने त, सब्जेक्ट आई भइहाल्यो अनि भर्ब के हो त, डिड अनि गुड, आई डिड गुड। मैले राम्रो गरेँ, आई डिड गुड। अनि उसले सबै काम गर्छ अनि उसले सबै काम गर्यो भनेर यी दुईवटा सेन्टेन्सलाई कसरी गराउनु त,
उसलाई अङ्ग्रेजीमा के भन्ने हि अनि हिसँग के लाग्छ त डज अनि अल वर्क हि डज अल वर्क हि डज अल वर्क उसले सबै काम गर्यो भन्नलाई कसरी भन्ने त हि डिड अल वर्क गर्यो भन्ने बित्तिकै हामीलाई थाहा हुनु पर्यो कि यो पास्टको सेन्टेन्स हो भनेर अनि पास्टको सेन्टेन्समा के लगाउने त डु डज डिड मध्ये डिड लगाउने अनि हि डिड अल वर्क अब डु डज डिडको नेगेटिभ सेन्टेन्समा युज कसरी गर्ने त यी सेन्टेन्स हेर्नु त म खाना खान्न अनि मैले खाना खाइन यी सेन्टेन्सहरूमा डु डज र डिडको युज कसरी गर्ने त हेरौँ है म खाना खान्नलाई कसरी भन्ने त सुरुमा सब्जेक्ट लगाउने त्यसपछि हेल्पिङ भर्ब लगाउने त्यसपछि भर्ब लगाउने मेन भर्ब लगाउने अनि त्यसपछि फुड लगाउने अनि सेन्टेन्स बन्छ हाम्रो सब्जेक्ट के भयो त आई अनि हेल्पिङ भर्ब के लगाउने हामीले अगाडिका सेन्टेन्सहरू बनाउँदा चाहिँ डुलाई मेन भर्ब डु डज र डिजलाई मेन भर्बको रूपमा प्रयोग गरेका थियौँ म यस्तो गर्छु म उस्तो गर्छु उसले उस्तो गर्यो भनेर भन्नलाई चाहिँ हामीले मेन भर्बको रूपमा डु डज र डिडलाई युज गरेका थियौँ भने यहाँ चाहिँ हामीले हेल्पिङ भर्बको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ डु डज र डिडलाई है त त्यसैले हाम्रो हेल्पिङ भर्ब के हुने भयो त आइसँग के लाग्छ डु डज मध्ये डु अनि डुलाई नेगेटिभ बनाउँदा के गर्नु पर्यो त्यसमा नट थपिदिने अनि इट त्यसपछि फुड सेन्टेन्स यस्तो हुन्छ आई डु नट इट फुड अथवा आई डोन्ट इट फुड आई डोन्ट इट फुड अनि मैले खाना खाइनँ भन्नलाई कसरी बनाउने त यहाँ पनि सेम त्यही नै हो सब्जेक्ट आई लगाउने अनि हामीले हेल्पिङ भर्ब डु डज र डिडलाई लगाउने भनेका छौँ सो हेल्पिङ भर्ब डिड लगाउने भइहाल्यो होइन किनकि पास्टको सेन्टेन्समा चाहिँ डिड लगाउने भनेका छौँ डु डज र डिड मध्ये डिड लगाउने भनेका छौँ सो डिड लगाउने भइहाल्यो हेल्पिङ भर्बमा अनि नट इट फुड आई डिड नट इट फुड अथवा आई डिन्ट इट फुड अर्को सेन्टेन्स छ तिनीहरू पार्टीमा आउँदैनन् है अहिलेको समयमा प्रेजेन्टको समयमा तिनीहरू पार्टीमा आउँदैनन् अनि तिनीहरू पार्टीमा आएनन् पहिला योभन्दा हिजोभन्दा पहिला जुन दिनमा पनि हुनसक्छ त्यो पार्टीमा चाहिँ तिनीहरू आएनन् भन्नलाई कसरी भन्ने यो जानौँ तिनीहरू पार्टीमा आउँदैनन् लाई कसरी भन्ने त दे डु नट कम टु द पार्टी दे डोन्ट कम टु द पार्टी डोन्ट किन लगायौँ त देको कारणले डु डज मध्ये देसँग डु लगाउने अनि तिनीहरू पार्टीमा आएनन् भन्नलाई कसरी भन्ने त दे डिड नट कम टु द पार्टी दे डिन्ट कम टु द पार्टी अब अर्को सेन्टेन्स छ उसले काम गर्दैन र उसले काम गरेन लाई कसरी बनाउने त डु डज र डिडको युज गरेर उसलाई चाहिँ अङ्ग्रेजीमा के भन्ने हि अनि हिसँग के लाग्छ त डु र डज मध्ये डज त्यसपछि नट लगाउने अनि ओक हि डज नट ओक अथवा हि डजन्ट ओक अनि उसले काम गरेन भन्नलाई कसरी भन्ने त यो पनि कुनै गाह्रो छैन मात्र डज नटको ठाउँमा डिड नट राखिदिने हि डिड नट ओक हि डिड नट ओक हामीले के मात्र चेन्ज गर्यौँ त हेल्पिङ भर्ब किनकि सबै सेन्टेन्स उही थियो तर मात्र के थियो त समयको फरक थियो त्यसैले समयलाई चेन्ज गर्नको लागि हामीले हेल्पिङ भर्बलाई चेन्ज गर्यौँ हेल्पिङ भर्बले नै हाम्रो समयलाई प्रस्ताउने गर्छ अनि अर्को सेन्टेन्स छ म अङ्ग्रेजी बोल्दैन अनि मैले अङ्ग्रेजी बोलिनँ भन्नलाई कसरी बनाउने त म अङ्ग्रेजी बोल्दैन भन्ने सेन्टेन्स छ अहिलेको समयको भयो त्यसैले डु र डज मध्ये एउटा लगाउने भयो अनि आइसँग के लाग्छ त डु अनि डु लगाइसकेपछि के लगाउने नट किनकि हामीलाई सेन्टेन्स नेगेटिभ चाहिएको छ त्यसैले नट लगाउने अनि सेन्टेन्स यस्तो हुन्छ आई डु नट स्पिक इङ्ग्लिस आई डु नट स्पिक इङ्ग्लिस छोटकरीमा डु नटलाई डोन्ट पनि भन्न सकियो आई डोन्ट स्पिक इङ्ग्लिस अनि मैले अङ्ग्रेजी बोलिनँ भन्नलाई कसरी भन्ने त यो त पास्टको सेन्टेन्स भयो अनि पास्टको सेन्टेन्समा के लगाउने भनेको छौँ त हामीले डिड अनि सेन्टेन्स यस्तो हुन्छ आई डिड नट स्पिक इङ्ग्लिस अथवा आई डिन्ट स्पिक इङ्ग्लिस उनी जाँदिनन् भन्नलाई अङ्ग्रेजीमा कसरी भन्ने अनि उनी गइनन् भन्नलाई अङ्ग्रेजीमा कसरी भन्ने त पहिला उनी जाँदिनन्लाई बनाऊ उनी जाँदिनन्लाई अङ्ग्रेजीमा कसरी भन्ने त उनीलाई सी भन्ने अनि सीसँग के लाग्छ त डु डज मध्ये डज डिड त लगाउने कुरा भएन किनकि यो सेन्टेन्स प्रेजेन्टको हो त्यसैले डु डज मध्ये एउटा लगाउने हो सो डज लाग्ने भइहाल्यो अनि नट गो सी डज नट गो अथवा सी डजन्ट गो उनी गइनन् भन्नलाई कसरी भन्ने त यो पास्टको सेन्टेन्स भयो नि त हिजो गइनन् अस्ति गइनन् भन्नु पर्यो भने हामीले कसरी भन्ने त सी डिड नट गो अनि पास्टको सेन्टेन्समा त डिड लगाउने भइहाल्यो नि होइन र
सो सेन्टेन्स छ सी डिड नट गो अथवा डिड नटलाई छोटकरीमा डिन भनिन्छ। सी डिन गो। अर्को हेर्नु, तिमी सुत्दैनौ भन्नलाई कसरी भन्ने अनि तिमी सुतेनौ भन्नलाई कसरी भन्ने त? तिमी सुत्दैनौ भन्ने सेन्टेन्स छ प्रेजेन्टको भयो, त्यसैले डु र डज मध्ये एउटा लगाउनु भयो। तिमीसँग के लाग्छ त? डु। तिमीलाई अङ्ग्रेजीमा यु भन्ने, युसँग डु लाग्छ। अनि सेन्टेन्स छ यु डु नट स्लिप अथवा यु डोन्ट स्लिप। अनि तिमी सुतेनौ, हिजो सुतेनौ भन्नलाई कसरी भन्ने त? यु डिड नट स्लिप। डिड किन लगायौँ त? किनकि यो सेन्टेन्स छ पास्टको हो, तिमी पास्टमा सुतेका थिएनौ नि त, त्यसैले डिड लगायौ, यु डिडन्ट स्लिप। अब क्वेसन कसरी गर्ने त? क्वेसन गर्दा डु डज र डिडको युज कसरी गर्ने त? यो पनि जानिहालौँ। अहिलेसम्म हामीले थाहा थियो कि सुरुमा सेन्टेन्स बनाउँदा चाहिँ सुरुमा सब्जेक्टको युज गर्नुपर्छ, सुरुमा सब्जेक्ट राख्नुपर्छ भनेर। तर आज हामीले एउटा नयाँ कुरा थाहा पाउनेछौँ। प्रश्न गर्दा चाहिँ हामीले सुरुमा सब्जेक्ट होइन हेल्पिङ भर्बको युज गर्ने। के राख्ने त? हेल्पिङ भर्ब। हामीले सहायक क्रियालाई चाहिँ सुरुमा राख्नेछौँ। कुनै पनि क्वेसन गर्दा हामीले हेल्पिङ भर्बलाई अगाडि राख्नुपर्छ है त। अब केही सेन्टेन्स बनाएर हेरौँ। यी दुईवटा सेन्टेन्स हेर्नु त। के तपाईँ अङ्ग्रेजी सिक्नुहुन्छ? अहिलेको समयमा है, प्रेजेन्टको समयमा तपाईँ अङ्ग्रेजी सिक्नुहुन्छ भनेर कसैलाई सोध्नु पर्यो भने, अनि के तपाईँले अङ्ग्रेजी सिक्नुभयो? हिजो योभन्दा पहिला तपाईँले कहिले अङ्ग्रेजी सिक्नुभयो भनेर कसैलाई सोध्नु पर्यो भने, यिनी सेन्टेन्सलाई अङ्ग्रेजीमा सोध्नु पर्यो भने कसरी भन्ने त? हामीले हेल्पिङ भर्ब सुरुमा राख्ने भनेका छौँ, त्यसैले हेल्पिङ भर्बलाई ल्याउने। के तपाईँ अङ्ग्रेजी सिक्नुहुन्छ भन्नलाई कसरी बनाउनु त? यसमा हाम्रो हेल्पिङ भर्ब के लगाउनु त? डु डज र डिड मध्ये के लगाउने? यो प्रेजेन्टको सेन्टेन्स हो, त्यसैले डु र डज मध्ये एउटा लगाउने, डिडलाई हामीले लगाउँदैनौँ किनकि यो पास्टको सेन्टेन्समा लगाउने हो। त्यसैले डु र डज मध्ये एउटा लगाउने। युसँग के लगाउने त? डु। अनि सुरुमा डु लगाउने, त्यसपछि सब्जेक्ट लगाउने। सब्जेक्ट के हो हाम्रो? सब्जेक्ट चाहिँ यु। अनि भर्ब लगाउने, भर्ब के हो त हाम्रो? लर्न। त्यसपछि इङ्ग्लिस। डु यु लर्न इङ्ग्लिस? डु यु लर्न इङ्ग्लिस? अनि अब के तपाईँले अङ्ग्रेजी सिक्नुभयो भनेर कसैलाई सोध्नु पर्यो भने सुरुमा के लगाउने? हेल्पिङ भर्ब। हाम्रो हेल्पिङ भर्ब के हो त? डिड। अनि त्यसपछि सब्जेक्ट यु अनि लर्न इङ्ग्लिस। डिड यु लर्न इङ्ग्लिस? डिड यु लर्न इङ्ग्लिस? अर्को सेन्टेन्स छ के उनी पोखरा जान्छन् भन्नलाई अनि के उनी पोखरा गइन् भन्नलाई कसरी भन्ने त? हाम्रो सब्जेक्ट के भयो त? यहाँको उनी भयो। उनीसँग के लाग्छ? डज। सुरुमा के लगाउने? डज, किनकि हाम्रो हेल्पिङ भर्ब चाहिँ के हो त? डज। अनि त्यसपछि सब्जेक्ट लगाउने सी अनि गो लगाउने, त्यसपछि टु पोखरा। अनि सेन्टेन्स यस्तो हुन्छ डज सी गो टु पोखरा? डज सी गो टु पोखरा? अनि उनी पोखरा गइन् भन्नलाई कसरी भन्ने त? सुरुमा के लगाउने? हेल्पिङ भर्ब। हेल्पिङ भर्ब हाम्रो के हो त? डिड। अनि सब्जेक्ट सी, त्यसपछि हाम्रो भर्ब गो भयो अनि टु पोखरा। डिड सी गो टु पोखरा? डिड सी गो टु पोखरा? अर्को सेन्टेन्स छ के तिनीहरूले टिभी हेर्छन् भन्नलाई कसरी भन्ने त? अनि के तिनीहरूले टिभी हेरे भन्नलाई कसरी भन्ने? के तिनीहरूले टिभी हेर्छन् भन्ने सेन्टेन्स छ अहिलेको समयको भएकोले यसमा डु र डज मध्ये एउटा लगाउने भयो अनि देसँग के लाग्छ त? डु। त्यसैले सुरुमा डु लगाउने। डु हाम्रो हेल्पिङ भर्ब हो, त्यसैले डु दे वाच टिभी? डु दे वाच टिभी? अनि अर्को के तिनीहरूले टिभी हेरे? हिजो तिनीहरूले टिभी हेरे भन्नलाई कसरी भन्ने त? डिड दे वाच टिभी? डिड दे वाच टिभी? डिड चाहिँ हामीले किन युज गर्नु भने सेन्टेन्सलाई पास्टमा चेन्ज गर्नको लागि। यी त भए सिम्पल क्वेसन। अब हामीले डु डज र डिडको युज चाहिँ डब्लुएच क्वेसनमा पनि गरेर हेरौँ। सेन्टेन्स हेर्नु त। तपाईँले कहाँ काम गर्नुहुन्छ अनि तपाईँले कहाँ काम गर्नुभयो? यी सेन्टेन्सलाई कसरी बनाउने त? यिनीहरूमा डु डज र डिडको युज कसरी गर्ने त? सेन्टेन्स बनाएर हेरौँ है त। सेम अगाडि हामीले क्वेसन बनाएका थियौँ, सेम त्यस्तै गरेर बनाउने हो, मात्र के गर्नु त? अगाडि डब्लुएच जोडेर थपिदिने। ल हेरौँ त्यसलाई बनाएर। तपाईँले कहाँ काम गर्नुहुन्छ? अहिलेको समयमा चाहिँ तपाईँ कहाँ काम गर्नुहुन्छ भनेर सोध्नलाई कसरी भन्ने? डु यु वर्क। डुको डु नै छ, युको यु नै छ सब्जेक्ट होइन, अनि वर्क छ भनेपछि के तिमी काम गर्छौ भन्नलाई डु यु वर्क भन्ने। तपाईँले कहाँ काम गर्नुहुन्छ भन्नलाई अगाडि वेयर राखिदिने अनि सेन्टेन्स बन्छ वेयर डु यु वर्क? वेयर डु यु वर्क? बुझ्नुभयो नि? अनि तपाईँले कहाँ काम गर्नुभयो भन्नलाई कसरी भन्ने त?
वेयर डिड यु वर्क? डिड यु वर्क भनेपछि तिमीले काम गर्यौ भन्ने हुन्छ होइन। तर वेयर लागिसकेपछि अगाडि वेयर लागिसकेपछि कहाँ भन्ने थपिन्छ हो कि नै। अनि तपाईँले कहाँ काम गर्नुभयो हुन्छ वेयर डिड यु वर्क। उनी कहाँ बस्छिन् त्यसलाई कसरी भन्ने त? अगाडि डब्लुएच वर्ड राख्ने भनेको छौँ। वेयर भइहाल्यो होइन, कहाँको वेयर भइहाल्यो। त्यसपछि हेल्पिङ भर्ब लगाउने डज अनि सी लिभ। वेयर डज सी लिभ? वेयर डज सी लिभ? अनि उनी कहाँ बस्थिन् पहिला है। उनी कहाँ बस्थिन् भन्नलाई सुरुमा डब्लुएच वर्ड वेयर भइहाल्यो। अनि त्यसपछि हाम्रो हेल्पिङ भर्ब डिड अनि सी लिभ। वेयर डिड सी लिभ? वेयर डिड सी लिभ? अनि अर्को सेन्टेन्स छ तिमी कहिले आउँछौ भन्नलाई कसरी भन्ने? अनि तिमी कहिले आयौ भन्नलाई कसरी भन्ने त? यो पनि डब्लुएच भयो होइन। सुरुमा डब्लुएच वर्ड राख्ने के हो त हाम्रो डब्लुएच वर्ड? वेन। वेन भनेको के हो त? कहिले। अनि हेल्पिङ भर्ब के लाग्ने भयो? युसँग डु लाग्ने भयो। त्यसपछि यु अनि कम। वेन डु यु कम? वेन डु यु कम? अनि तिमी कहिले आयौ भन्नलाई वेन डिड यु कम? वेन डिड यु कम? डिड किन लगायौँ त? किनकि यो सेन्टेन्स चाहिँ पास्ट हो त्यसैले डिड लगायौँ। तिमी के खान्छौ अनि तिमीले के खायौ भन्नलाई कसरी भनौँ त? के भनेपछि वाट। वाट चाहिँ हाम्रो के भयो त? डब्लुएच वर्ड। सुरुमा वाट राख्ने अनि त्यसपछि डु राख्ने अनि यु राख्ने त्यसपछि इट। वाट डु इट? वाट डु इट? डु यु इट मात्र भएको भए के तिमी खान्छौ भन्ने हुन्थ्यो होइन। तर अगाडि वाट लागिसकेपछि वाट डु इट भयो भने तिमी के खान्छौ भन्ने भयो होइन। यिनी सबै क्वेसन नै हुन् तर अगाडि डब्लुएच वर्ड लागिसकेपछि अलि फरक हुन्छ है त। अनि तिमीले के खायौ भन्नलाई वाट डिड यु इट? वाट डिड यु इट? यदि डिड यु इट मात्रै भएको भए के तिमीले खायौ भन्ने हुन्थ्यो। तर अगाडि वाट लागिसकेपछि के भयो त? तिमीले के खायौ भन्ने भयो। वाट डिड यु इट? तिमीले के खायौ? हस् आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला।